बाटोघाटो पनि छैन, न घर कुन चिनिन्छ, मरुभूमि नै भयो नि कस्तो गाउँ यस्तो छ। के रे मामा यो ठाउँको नाम? थाङपाल धाप 4 वडा नम्बर 4। न पानी छ, सबै बन्द भएछ, कुलो सुलो पनि छैन। त्यस्तो पानी प्रशस्त भएको गाउँ उजाडै भयो नि। जताततै मान्छे गाडेको रहेछ। अब महामारी फैलिने सम्भावना धेरै छ यहाँ। पानी भए पनि एउटा हुन्थ्यो नि, यस्तो पानी नै पानी भएको गाउँ यस्तो भइदियो। के गर्ने यस्तो ठाउँमा त कसरी बसिन्छ अब हैन त? सरकारको तालते हो। यस्तो ठाउँमा के सहयोग गर्ला सरकारले पनि? अनि हेरेको पछि यतापट्टि छाया भएको बुहारी त पाउनु होइन आएको त उता सेरातिर बसेर त त्यहीँबाट पठाइदिएको। जबरजस्त हामीले पठाइदियो। भन्थ्यो हिजो गयो सर एउटै घर छैन त अनि। चारतिर त जग्गासम्म घर कोही त आधी मात्रै भर्का चारतिर। अब यहाँ अब जग्गासम्म गर्छ यहाँ त जिमी नै सबै घर आधी मात्रै भर्का चारतिर त जिमी नै सबै नि। यति बिहान गएको फर्किया जतिकै यहाँ ल्याएर गएको बिहान आधी भर्छ। कस्तो राम्रो घर थियो यहाँ। यो एउटा चाहिँ बचेर चाहिँ यो ढलान गरे भएर बाथरुम र टोइलेट। यो घर कति राम्रो थियो। अहिलेसम्म कुनै राहत पनि आएको छैन। अलिअलि कम्बल र ऊ आएको त्यो पनि थन्काएर बसेको छ। त्यो बाँडे पनि के एक मानु पुग्छ अरे भने सुन्नु। त्यो त बाँड्नुभन्दा नबाँडेकै थियो। त्यस्ता त्यो बडु भोकै त्यही त भोकै मर्यो हुन्छ त्यो जब त्यो अन्तर्राष्ट्रिय सहयोग चाहिँ त्यत्रो अरबौँ आएको छ 10-12 अरब
यस्तो ठाउँमा चाहिँ एक मानु बाँडेर त्यो कोइलीले भन्दा पनि यसरी राख्यो, यसरी खाँदा चाहिँ मलाई भन्यो किन सिन्धुपाल्चोकमा यस्तो भएको छ भनेपछि त अलिकति यहाँ पहिलो प्राथमिक दिनुपर्ने नि। हो नि त। सब खालको त्यो खाने मान्छेहरू चाहिँ मर्नुपर्ने सबै गर्छ। ऊ त्यो एउटा मात्रै फोहोर बनाएर होला। ढलान गरेको चाहिँ लगभग त्यो एउटा मात्रै अलिअलि चर्के भए पनि बचेको छ। उतापट्टि एउटा छ तिनी फोहोरै बनाएको त्यहाँदेखि त्यो राख्नु होइन 5 वटा क्या खेलाई क्या क्या भनेर म सेलमा कि क्या सेल दिएँ मलाई फेरि निलो रहेछ कि फेरि ब्राइट हजुर नआइदिल भाइ बार्खा धेरै के भएर हुँदा झम्मन मगाउनु सामान चाहिँ